राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जेनजी अगुवा सुदन गुरुङको ज्यान जोखिममा छ भन्ने समाचार आइरहेछ साथीहरू। एकपल्ट पत्रकार दिवाकर शाहको यो भिडियो हेर्नु। साँच्ची नै सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि ज्यानको खतरा छ। हामीलाई एउटा मेसेज आएको छ भारतबाट, इन्डियन नम्बरबाट मेसेज आएको छ र त्यसमा भनिएको छ फागुन 21 भन्दा अगाडि नै सुदन गुरुङ अथवा रवि लामिछाने दुईजनाको ज्यानको खतरा छ। यो संवेदनशीलतालाई बुझ्दै हामीले सम्बन्धित दुवैजनालाई जानकारी गराइसकेका छौं। यस विषयमा हामीले के जानकारी पाएका छौं भने जसरी बंगलादेशमा शरीफ उस्मान हादी विद्यार्थी नेताको जसरी हत्या भयो त्यसरी नै सुदन गुरुङजीको हत्या हुने प्रबल सम्भावना छ र भारतबाट एउटा मेसेज आएको छ। म यो भन्दिन यो मेसेजको आधिकारिकता कतिको छ, यसमा कतिको सत्यता छ, यो त सुरक्षा निकायको जिम्मा हो, सुरक्षा निकायको कर्तव्य हो। सुरक्षा निकायले यदि उक्त मेसेज र नम्बर हामीसँग माग्यो भने सुरक्षा निकायलाई हामी उक्त मेसेज हामी देखाइदिन सक्छौं। लेखिएका मेसेजहरू आज तपाईहरुको बीचमा राख्ने छौं